दर्शकबिन नमस्कार। यहाँहरुको माझमा आज फेरि चर्चित टेली सिरियल बुहारीको रिभ्यू भिडियो मार्फत यहाँहरुलाई निकै नै महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौं। आजको भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनु भने नभुल्नु होला। दर्शकबिन आज चर्चित टेली सिरियल बुहारीमा के भइरहेको छ गत हप्तामा र अब आगामी हप्तामा के हुनेछ भन्ने बारेमा पनि निकै नै महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौं। त्यसकारण आजको यो भिडियो निकै नै महत्त्वपूर्ण छ। आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौं। दर्शकबिन पूजालाई समीरले सधैँको लागि छोडेर गइसकेका छन्। यो कुरा यहाँहरुले देखिसक्नु भएको छ, हेरिसक्नु भएको छ। तर पूजाको पेटमा भने समीरको नासो अर्थात समीरको बच्चा हुर्किँदै गइरहेको छ। यसै सन्दर्भमा आज चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन आजको यो भिडियो निकै नै महत्त्वपूर्ण छ। बुहारी सिरियलको यो महत्त्वपूर्ण भिडियोलाई हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौं। हाम्रो यो भिडियो अन्तिमसम्म भने हेर्नु नछुटाउनु होला। दर्शकबिन पूजाको पेटमा समीरको नासो छ भन्ने कुरा रामले पनि चाल पाइसकेका छन्। अब के साँच्चै नै रामले पूजालाई दुःख सुखमा साथ दिएर माइतैमा राख्ने छन् या पूजाको अर्को विवाह गर्ने छन् यो भने हेर्न बाँकी नै छ। यसै सिरोफेरोमा रहेर आज हामी बुहारी सिरियलमा गत एपिसोडमा के भए, कस्ता कस्ता घटनाहरू भए र आगामी एपिसोडमा के हुँदैछन् भन्ने बारेमा चर्चा अनि परिचर्चा गर्ने नै छौं। दर्शकबिन त्यसकारण हाम्रो यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा लिएका छौं। किनभने हामीले चर्चित टेली सिरियलहरुको रिभ्यू भिडियो मार्फत यहाँहरुलाई निकै नै महत्त्वपूर्ण जानकारीहरू प्रदान गर्दै आइरहेका छौं। त्यसकारण पनि आजको यो भिडियोलाई यहाँहरुले सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र विश्वास लिएका छौं। दर्शकबिन जब पूजा दुईजुकी छ र पूजाको पेटमा समीरको नासो छ भन्ने कुरा रामले थाहा पाइसकेपछि अब रामले पूजालाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ त? यति धेरै माया गरे कि आफ्नै बहिनी गर्भवती भएकी छ र उसको पेटमा कुनै अपराधीको बच्चा बसिसकेको छ। आफूले बिहे गरेर पठाए पनि एउटा अपराध कार्यमा संलग्न भएर उसलाई आफ्नै साथीहरूले लागु औषध खाएको बेला मारेको हुन्छन्। दर्शकबिन जब समीर लागु औषधमा फसिसकेको हुन्छ त्यो कुरा रामलाई थाहा हुँदैन। रामले आफ्नी दिदी दिएको ठाउँमा आफ्नी दिदी भागेपछि आफ्नी बहिनी पूजालाई अन्माएर पठाएको हुन्छ। जब रामले पूजालाई अन्माउने त कुनै शंकाको विषय भित्रै पर्ने थिएन। जब राम एउटा घृणाको पात्र बनाउने जुन योजना थियो सुरुतिर सिर्जनाको, त्यो योजना विफल भइसकेपछि मालती र श्रुति मिलेर रामलाई समाजको नजरमा गिराउने भन्ने उनीहरूको प्लानलाई चाहिँ फेल गर्नको लागि पूजाले रामलाई साथ दिएर रामको नजर अरूको सामु रामलाई गिर्न नदिने उनको चाहना सफल बनाउन पूजा लागि परेकी थिइन् र पूजा रामकी सबैभन्दा प्रिय बहिनीको रूपमा कथामा भित्रिएकी थिइन्। यसै सन्दर्भ र यसै सिरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन श्रुति र सिर्जना मिलेर गाउँमा वितण्डा मचाइरहेको बेला चाहिँ रामले निकै हैरानी खेपेका थिए। रामले त्यो हैरानीबाट मुक्त हुनको लागि र श्रुति र सिर्जनालाई छुटाउनको लागि श्रुतिको विवाह गरेर पनि घरबार बिग्रेर बसेकी र सिर्जना विवाह नगरी बसेकी हुँदा सिर्जनाको विवाह गरेर श्रुति र सिर्जनालाई छुटाउने रामको जुन योजना थियो त्यो सफल हुन नदिन मालती पनि जेलबाट छुटेर आइसकेपछि यहाँ नयाँ रंगमञ्च मचियो, नयाँ खेल सुरु भयो र श्रुति र मालती मिलेर सिर्जनालाई भगाए रामलाई गिराउनको लागि। तर राम समाजको नजरमा गिर्नु पर्छ भन्ने थाहा पाएपछि पूजाले रामलाई साथ दिएर समीरसँग विवाह गरेकी थिइन्। दर्शकबिन जब समीरले पूजालाई विवाह गरेर लिएर गए त्यस लगत्तेदेखि समीर र पूजामा खटपट सुरु भयो। समीरले पूजालाई हिर्काउने, कुटपिट गर्ने, यातना दिने, लागु पदार्थ सेवन गर्ने जस्ता हरकतहरू गर्नै लागिरहे। यस कार्यमा रामलाई गिराउन जसरी पनि समीरलाई छुटाउनु थियो र समीर र पूजालाई अलग गराएर रामलाई गिराउने मालतीको योजना हरेक दिन सफल बन्दै गइरहेको थियो। त्यस कारण पनि मालतीले रामलाई बदनाम गराउनको लागि नयाँ योजना बने र त्यो योजना सफल गराउनको लागि र रामलाई फसाएर रामलाई सिध्याउनको लागि चाहिँ मालतीले पूजालाई परिचालन गरेकी थिए। तर सुरुमा त पूजाले पनि आफ्नै दाइ रामले आफ्नो सिउँदो उजाडेको, आफ्नो श्रीमान समीरलाई मारेको भनेर एक हदसम्म पूजाले पनि स्वीकार गरिसकेकी थिए र रामलाई घृणा गरिसकेकी थिए। तर रामले पूजाले भनेपछि आफूले कुनै अपराध नगरे पनि म सहज रूपमा गएर जेल बस्छु भनेर
राम जेलसम्म पुगिसकेका थिए। दर्शकबिन त्यति गर्दा पनि आफ्नो कोमल नयन आफ्नी बहिनी धेरै माया गरेर रुचाएकी बहिनीले यति धेरै घृणा गरे पनि म त्यो सहन्छु, तर बहिनीको आँखामा आँसु आउनुहुन्न भन्ने रामले सोचेर रामले बहिनीले दिएको कठोर यातना भोगे। तर यो कदमलाई सफल हुन नदिनको लागि कमला, मुना र रमेश पनि लागि परे। जब पूजा बयानको लागि जानुपर्ने थियो, मालती र पूजा अदालत जाने र रामलाई जिन्दगी भर जेलमा सडाउने जुन मालतीको योजना थियो त्यो भने विफल भयो। कसरी विफल भयो भने जब पूजा र मालती त्यो दिन अदालत जान पाएनन्, त्यो 15 दिनको म्याद गुजार्ने टाइम थियो र 15 दिन भित्र चाहिँ रामलाई निर्दोष साबित गर्न प्लान बनाउनु थियो मुना, कमला र रमेशको। त्यसै अनुसार नयाँ प्लान पनि भयो र रमेशले भने विवाह गर्ने एउटा लभ माया गरेको नाटक गरेर अपराधीसँग पुगेर अपराधीलाई आफ्नो कब्जामा लिए। 15 दिनको दिन फेरि रामलाई अदालत लगिँदै थियो। प्रत्यक्ष रूपमा राम निर्दोष छन् भन्ने कुरा थाहा हुँदा हुँदै पनि रामले आफू निर्दोष भएको साबिती बयान नदिएर आफू दोषी भएको, आफूलाई कठोर सजाय हुनुपर्छ भनेर माग दाबी गरे। किनभने आफ्नी बहिनीको खुसीको लागि रामले यो कदम चालेका थिए। दर्शकबिन तर रमेश, मुना र कमला मिलेर रामले गल्ती गरेको छैन, रामले सजाय पाउनुहुन्न, राम निर्दोष छ भनेर साबिती गर्नु थियो। त्यसै योजना मुताबिक रमेशले आफ्नो मायाजालमा पारेर जुन व्यक्तिले समीरलाई ढुङ्गाले हानेर हत्या गरेकी थिए त्यो व्यक्ति प्रहरी सामु छर्लङ्ग उसकै मुखबाट प्रत्यक्ष बकपत्र बयान दिन, साबिती बयान प्रस्तुत गर्न लगाउन सक्ने योजना रमेशले बनाएका थिए। 15 दिनको दिन जब रामलाई प्रहरीले जंगलको बाटो हुँदै अदालतमा लाँदै थियो, त्यही ठाउँको नजिकै चाहिँ रमेश र त्यो केटीले भेट्ने योजना बनाए र रमेशले प्रहरी आइपुग्ने टाइममा चाहिँ त्यो केटीको मुखबाट मैले अपराध गरेको हुँ, मैले नै समीरलाई मारेको हुँ भन्ने साबिती बकपत्र गराउन जरुरी थियो। यसै योजना मुताबिक रमेशले पनि आफ्नै प्रेमिकालाई त्यही ठाउँमा बोलाएर आफू अलिकति ढिलो गरी आएर उनकै मुखबाट मैले यस्तो गरेको हुँ, यस्तो कारणले मैले समीरलाई मारेको हुँ, समीरलाई हत्या गरेको हुँ भन्ने साबिती मुखबाटै उसको मुखबाट यथार्थ कुरो चाहिँ बाहिर ल्याउन रमेश सफल भए। त्यसपछि के भयो त भन्ने कुरा पनि यहाँहरूलाई खुलाउँदै जानेछौँ। दर्शकबिन त्यसपछि राम निर्दोष भए, निर्दोष साबित भएर चाहिँ राम छुटे भने त्यो केटी पक्राउ परे। दर्शकबिन त्यसपछि पनि मुना, कमला र रमेशले रामलाई भव्य रूपमा स्वागत गरेका थिए। तर त्यसै दिन पूजाको सासूले पूजालाई कुटेर घरबाट निकालेपछि पूजा रुँदै रुँदै माइत आएकी थिए। दर्शकबिन त्यसै सेरोफेरोमा रहेर फेरि रामले तैँले गल्ती गरेर मैले गल्ती नगर्दै तैँले मलाई जेलमा कोचे भने मेरो माया त प्रति कमी हुने छैन भनेर आफ्नी बहिनीलाई आफ्नो प्रेम माया सद्भाव देखाउँदै थिए। त्यसपछि बहिनी रुँदै आत्तिँदै गरेपछि राम रिसले आगो भए। दर्शकबिन त्यसपछि के भयो त जब रामले पूजाको घरमा अर्थात समीरको घरमा जान खोजेका थिए, मुना र कमलाले रामलाई जान रोके। दर्शकबिन किनभने त्यहाँ राम गए भने भर्खरै आफ्नो छोराको हत्या गरेर आएको अपराधीले मलाई यस्तो गर्यो भन्ने बदनाम हुन्छ भन्ने हिसाबले आफू निर्दोष हुँदाहुँदै पनि रामले जान चाहँदै पनि मुना र कमलाले रामलाई समीरको घरमा जानबाट रोके। त्यसपछि कमला र मुनाले पूजालाई लिएर समीरको घर गएर सासूले पूजालाई गाली गरिसकेपछि पूजाले पनि सासूलाई सबक राम्रोसँग सिकाइन्। दर्शकबिन यो कथाले के देखाउन खोजेको छ, के भन्न खोजेको छ भने नारी कहिले पनि कमजोर हुँदैनन्, नारीमा धैर्यता गर्ने शक्ति पनि हुन्छ, धैर्यताको बात टुट्यो भने जे पनि हुन सक्छ भन्ने कुरा यहाँ चित्रण गर्न देखाउन खोजेको छ। दर्शकबिन अब के हुन्छ त भन्ने कुरा यहाँहरूलाई लाग्न सक्छ। जब समीर मरेर गए पनि समीरको पेटमा भने दर्शकबिन जब समीर मरेर गए पनि पूजाको पेटमा भने समीरको नासो छोडेर गएका छन्। अब दिनदिनै पूजाको पेटमा समीरको नासोले बास पाउने भएको छ। दिनदिनै हुर्किँदै बढ्दै जाँदै अब
रमेश कमला र मुनाको साथले यति बेला राम पनि जेलबाट बाहिर छन्। दर्शकबिन अब राम र कमला मुनाको सम्बन्ध सुधार हुँदै गर्दा के पूजाले पनि रामकै घरमा बास पाउँछिन्, पूजाले पनि अब रामबाट न्याय पाउँछिन् त? रामलाई त्यति धेरै घृणा गरेर अदालतबाट जेल हाल्ने समेत धारणा बनाइसकेकी पूजा एकाएक जब आफ्नै सासूले गलत गरेर उनलाई घरबाट निकालिसकेपछि फेरि त्यही राम दाइकै घरमा कसरी पुगिन्, किन पुगिन् त? यसै सिरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन अब रामले पूजाको पेटमा भएको बच्चालाई घृणा गर्छन् कि माया गर्छन् त? यो भने हेर्न बाँकी नै छ। तर जहाँसम्म लाग्छ रामले कदापि पूजाको सन्तानलाई घृणा गर्ने छैनन्। उनले त पूजा र पूजाको सन्तानको भविष्यको लागि केही राम्रो काम सोच्ने छन् र पूजाको हक अधिकारको लागि लड्ने छन्। यो कुरामा तपाई हामी विश्वस्त भइन्छ। तर अब रामलाई समाजले हेर्ने दृष्टिकोण के छ त? यसै सिरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन हाम्रो भिडियो के कस्तो लाग्छ र हाम्रो भिडियोलाई कहाँदेखि हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा गएर झर्को नमानिकन लेखिदिनु होला, ताकि हामीले हाम्रा दर्शकहरू कहाँदेखि हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउनको लागि यहाँहरुसँग आग्रह र अनुरोध गरिएको छ। दर्शकबिन तपाई हामीले हेर्दै गइरहेको चर्चित टेलिसिरियल बुहारीमा यति बेला धेरै भयानक घटनाहरू देखिँदैछन्। यसै सिरोफेरोमा रहेर पनि आज हामी चर्चा अनि परिचर्चा गर्ने नै छौं। दर्शकबिन बुहारी सिरियललाई हेरेर माया गर्ने को हुनुहुन्छ? बुहारी सिरियलमा राम कमला र मुना फेरि एकजुट हुनुपर्छ, एकसाथ हुनुपर्छ, मुना राम कमला छुट्नु हुँदैन भन्ने जतिले कमेन्टमा गएर राम कमला र मुना लेख्न नभुल्नु होला। हाम्रो यो भिडियोलाई एउटा लाइक गरेर भिडियोलाई शेयर गर्न पनि नभुल्नु होला। दर्शकबिन अब रामले फेरि दुःख पाउनु हुँदैन भन्ने जतिले कमेन्टमा राम लेख्न पनि नभुल्नु होला। दर्शकबिन यति बेला भने समीर मरे पनि रामले पूजालाई आफ्नै घरमा राखिरहेका छन्। उता अर्जुनले रामको लगेको 50 लाख मध्ये करिब 40 लाख रुपैयाँ पैसा पनि रामलाई फिर्ता गरिसकेको छ भने छिट्टै नै अब बाँकी रहेको 10 लाख रुपैयाँ पनि फिर्ता गर्ने वचन अर्जुनले दिइसकेको छ। दर्शकबिन त्यसकारण अब राम विदेश जालान् कि नजालान् त? तपाईहरुलाई के लाग्छ? राम विदेश जानु हुँदैन भन्ने जतिले भिडियोलाई लाइक गरेर कमेन्टमा राम लेख्न पनि नभुल्नु होला। राम कमला र मुना मिलेर फेरि समाज परिवर्तनको लागि लड्नु पर्छ भन्ने जति एक भएर भिडियोलाई कमेन्ट, लाइक, शेयर अनि च्यानललाई सब्स्क्राइब गरेर जोडिन पनि नभुल्नु होला, ताकि हामीले यस्तै चर्चित टेलिसिरियलका रिभ्यू भिडियो मार्फत यहाँहरुलाई मनोरञ्जन गराउने नै छौं। साथै हामीले विभिन्न प्रकारका टेलिसिरियल, सर्ट मुभीहरु, अन्य गतिविधि पनि यहाँहरुलाई प्रस्तुत गर्ने नै छौं। हाम्रो भिडियोलाई भने सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिनुहुनेछ भन्ने आशा र अपेक्षा लिएका छौं। दर्शकबिन तपाईहरु यस च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ, हाम्रो यस च्यानललाई हजुरहरुले सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको अल नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नु होला। हामीले यस्तै मनोरञ्जनका गतिविधिहरू यहाँहरुको साथमा प्रस्तुत गरिरहेका हुनेछौं र यहाँहरुले छिटो भन्दा छिटो बुहारी सिरियल लगायतका विभिन्न चर्चित टेलिसिरियलहरुको रिभ्यू भिडियो मार्फत यहाँहरुले मनमा लागेका गतिविधिहरू, मनमा लागेका कुराहरू हेर्न सक्नुहुनेछ र आफ्नो मनलाई शान्त बनाउन पनि सक्नुहुनेछ। दर्शकबिन फेरि पनि कुरा गरौं पूजाकै। यति बेला भने पूजाको जिन्दगी नर्क बन्दै गइरहेको छ। न यताको भनिन् न उताको, भनाइ छडी न घरको न घाटको। यति बेला पूजा न माइत बस्न खुसी हुन्छन् न घर गएर बस्न सक्छिन्। घरमा जाउँ त श्रीमान बितेपछि झनै सासूको यातना। यति बेला त ससुराले हेर्ने दृष्टिकोण पनि फरक भइसकेको छ। माइत बसौं भने रामलाई गरेको व्यवहार देखेर आफै घृणा गरिरहन्छन्, किनभने आफूले कुरा नबुझेर रामलाई दोषी ठहर। दर्शकबिन यति बेला मुना भने विक्षिप्त बन्दै गइरहेकी छिन्, किनभने पेटमा बच्चा हुर्किरहेको छ भने अब रामलाई गरेको व्यवहारले उनी आफै गल्ती महसुस गरिरहेकी छिन्, गिल्टी फिल गरिरहेकी छिन्। अब के गर्ने होला त भन्ने उनमा पनि धेरै कुराहरू तर्कना खेलिरहेका छन्। घर जाउँ त सासूले घावर गरेर खाना दिन्न, माइत बसौं त कसरी बसौं, श्रीमान पनि मरेर गइसक्यो भनेर एउटी नारीलाई पीडा माथि पीडा थपिएको छ।
दर्शकबिन यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्ने नै छौं। हाम्रो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिने कोसिस गर्नुहोला अनि हाम्रो भिडियो के कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला। दर्शकबिन रामको इज्जत माटोमा मिल्न नदिनको लागि रामको इज्जत बचाउनको लागि म जसरी पनि त्यो घरमा बिहा गर्छु भन्नाले गर्दा यति बेला पूजाको जिन्दगी नर्क जस्तै बन्दै गइरहेको छ। त्यो घरमा विवाह गरेर जानु रामको इज्जतको लागि ख्याल गर्नु नै मुनाको भूल बन्दै गइरहेको छ। जब समीरले गरेको गतिविधिले दिक्क वाक्क भएकी पूजा समीरले आफ्नै दाइ रामको घरबाट 1.5 लाख रुपैयाँ चोर्दाखेरि पनि आफ्नै दाइलाई घाइते बनाएर आफ्नो घर बचाउन सफल बनेकी पूजा अन्ततः आफ्नै श्रीमानले साथ छोडेर मृत्युवरण गरिसकेपछि यति बेला भने विक्षिप्त बनिरहेकी छिन्। उनी आज भन्दा भोलि भन्दा पर्सि दिनदिनै दुखी बन्दै गइरहेकी छिन्। दर्शकबिन यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। हाम्रो भिडियो के कस्तो लाग्दैछ त सो बारेमा पनि यहाँहरूले कमेन्ट मार्फत जानकारी दिन भने नभुल्नुहोला। दर्शकबिन त्यति धेरै पीडा भोगेकी पूजालाई अन्ततः पूजाकै सासूले आधा रातमा घरबाट निकालिसकेकी छिन्। त्यसपछि अन्त जाने ठाउँ कतै नपाएकी पूजा आफ्नै दाइ रामको घरमा जान बाध्य भएर रामको घरमा पुगेकी थिइन्। दर्शकबिन अब के होला त तपाईहरुलाई के लाग्छ? के राम र पूजाको सम्बन्ध सुध्रिएला अर्थात फेरि अब पूजाले दुःख पाउने दिन आउँदैछन्? यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। त्यसकारण पनि आजको यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि सल्लाह र सुझाव दिन पनि नभुल्नुहोला। दर्शकबिन पूजाको सासूले पूजालाई रामधुलाई गरेर मुखभरि दागै दाग चोटपटक बनाएर चाहिँ यति बेला घरबाट निकालिसकेपछि पूजा रामको शरणमा अर्थात रामको घरमा गएर बास बसिरहेकी छिन्। यसै सेरोफेरोमा आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन अब पूजाका दुःखका दिन सुरु भएका हुन् त अब रामले पूजालाई साथ देलान् कि नदेलान् तपाईहरुलाई के लाग्छ? यदि रामले साथ दिनुपर्छ पूजालाई साथ दिन्छन् भन्ने लाग्छ भने हाम्रो यो भिडियोलाई एउटा लाइक गरेर कमेन्टमा राम लेख्न नभुल्नुहोला। दर्शकबिन अब रामले दुःख पाउनु हुँदैन। राम, कमला र मुना पूजा एकै साथ मिलेर बस्नु पर्छ र पहिलाको भन्दा पनि झनै खुसी हुनुपर्छ भन्ने लाग्छ भने हाम्रो भिडियोलाई एउटा लाइक गरेर कमेन्टमा राम, कमला, मुना र पूजा लेख्न पनि नभुल्नुहोला। हाम्रो यस बुहारी सिरियललाई कहाँदेखि हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा गएर झर्को नमानी लेखिदिनु होला र बुहारी सिरियल के कस्तो लाग्छ त तपाईहरुलाई सो बारेमा पनि आफ्ना मनमा लागेका जिज्ञासा र धारणाहरू कमेन्ट मार्फत लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन जब पूजा रुँदै कराउँदै आधा रातमा रामको घरमा पुगिन् रामले भने मुन्ना र कमलालाई पनि सम्झाउँदै पूजाले पहिला गरेका गल्ती र कमी कमजोरीलाई माफ दिएर आफ्नै घरमा शरण दिएका छन् अर्थात राखेका छन्। के अब साँच्चै नै राम एक महान व्यक्ति बन्दै पूजाको गल्ती र कमी कमजोरीलाई फेरि सुधार गर्ने मौका दिँदै रामले आफ्नै साथमा राख्लान् त पूजालाई? तपाईहरुलाई के लाग्छ? यो बारेमा पनि तपाईहरुले आफ्नो धारणा कमेन्ट मार्फत लेख्न सक्नुहुनेछ। दर्शकबिन पूजालाई रामले माफ गर्नुपर्छ र सँगै राखेर पूजालाई अझ बहादुर बनाउनु पर्छ भन्ने लाग्ने जतिले हाम्रो यस भिडियोलाई एउटा लाइक, कमेन्ट अनि शेयर गरेर सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै कमेन्टमा पूजा राम लेख्न पनि नभुल्नुहोला। दर्शकबिन तपाईहरुलाई के लाग्छ? रामका परिवारले पूजालाई आफ्नो शरणमा राखेर ठिक गरे कि बेठिक गरे त तपाईहरुलाई के लाग्छ? तपाईहरुका मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासाहरू छन् भने कमेन्ट मार्फत लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन रामका परिवारले पूजालाई आफ्नो घरमा आफ्नो साथमा शरण दिएर ठिक गरे भन्ने लाग्छ भने कमेन्ट सेक्सनमा गएर राम लेख्न नभुल्नुहोला। त्यसै गरी पूजालाई रामका परिवारले साथमा राखेर गलत गरे भन्ने लाग्छ भने
कमेन्ट सेक्सनमा गएर पूजा भनेर लेखेर पठाउन पनि नभुल्नु होला, ताकि हामीले राम र पूजालाई कसलाई धेरै माया गर्नुहुन्छ भन्ने कुरा यसबाट प्राप्त गर्न सक्छौं। यहाँहरुको सल्लाह सुझाव र जिज्ञासालाई हरेक कथा वस्तुमा समेट्ने हाम्रो प्रयास जारी नै छ। बुहारी सिरियललाई माया गर्ने र बुहारी सिरियल यो भन्दा अझ राम्रो बन्न पर्छ भन्ने जतिले कमेन्टमा बुहारी लेख्न पनि नभुल्नु होला। दर्शकबिन उता पूजाको पेटमा भने समीरको बच्चा दिनदिनै हुर्किँदै गइरहेको छ। अब साँच्चै नै राम र पूजा बीचको सम्बन्धमा सुधार आउनु पर्छ। फेरि अब पूजाले दुःख पाउनु हुँदैन। समीर गए पनि समीरले साथ नदिएर समीरले सदाको लागि पूजालाई छोडेर गए पनि पूजाका साथमा भने समीरको मायाको चिनो बसिरहेको छ र दिनदिनै हुर्किँदै गइरहेको छ। यो विषयमा तपाईहरुको सल्लाह सुझाव जिज्ञासा र धारणाहरू केही छन् भने तलको कमेन्ट बक्समा गएर झर्को नमानिकिन लेखेर पठाउन सक्नुहुनेछ। दर्शकबिन समीर मरेर गए पनि पूजाका पेटमा समीरको नासो हुर्किँदै गएको छ भनेर यति बेला रामले प्रष्ट रूपमा थाहा पाइसकेका छन्। अब के होला त तपाईहरुलाई के लाग्छ? रामले समीरको मायाको चिनो पूजाको पेटमा हुर्किरहेको त्यो सानो निशानीलाई के गर्लान्? माया गर्लान् या घृणा? तपाईहरुलाई के लाग्छ? रामले माया गर्नुपर्छ भन्ने जतिले राम लेख्नु होला र रामले माया गर्नु हुँदैन घृणा गर्नुपर्छ भन्ने जतिले समीर लेख्न नभुल्नु होला। दर्शकबिन यति बेला पूजा रामको घरमा आएर बसे पनि उता समीरको आमा र समीरको फुपू मालतीले भने यति बेला एकदमै चर्को खेल खेलिरहेका छन्। उनीहरूले अब रामलाई फेरि अर्को षड्यन्त्र कसरी गर्ने र कसरी फसाउने कसरी सिद्ध्याउने भनेर नयाँ रणनीति अपनाइरहेका छन्। यसै सेरोफेरोमा रहेर आज हामी चर्चा अनि परिचर्चा गर्ने नै छौं। दर्शकबिन मालती र पूजाको सासू मिलेर खेल्न लागेको नयाँ खेलको बारेमा यहाँहरु को जानकारी हुनुहुन्छ? उनीहरूले ठीक गरेका छन् कि गलत? यो विषयमा पनि तपाईहरुको सल्लाह सुझाव जिज्ञासा यदि गुनासाहरु छन् भने अलगको कमेन्ट बक्समा गएर झर्को नमानिकिन लेखेर साथ दिनु होला। दर्शकबिन यति बेलासम्म मालती र मालतीको भाउजू अर्थात समीरको आमाले कुन खेल खेलिरहेका छन् भन्ने कुरा बाहिर नआए पनि यति बेला राम र रामको परिवारलाई सिद्ध्याउनको लागि मालती लागि परेकी छ भने त्यो कदममा मालतीकी भाउजू अर्थात समीरकी आमा पूजाको सासू पनि लागिरहेकी छ। यसै सेरोफेरोमा रहेर पनि आज हामी चर्चा अनि परिचर्चा गर्न गइरहेका छौं। दर्शकबिन आजको हाम्रो यो भिडियो के कस्तो लागेको छ त? तपाईहरुका मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासाहरु छन् भने तलको कमेन्ट बक्समा गएर झर्को नमानिकिन लेखेर पठाउन सक्नुहुनेछ भन्न चाहन्छु। दर्शकबिन रामको परिवारलाई कसरी सक्न सकिन्छ, कसरी सक्नलाई हामी सक्छौं भन्ने हिसाबले पूजा त्यहाँ भयो भने पूजाले रामको परिवारलाई सक्ने खेल खेल्दाखेरि कुनै जानकारी फेरि रामसँग पुग्छ र यो खेलमा हामी सफल हुँदैनौं भनेर मालती र मालतीकी भाउजू अर्थात पूजाकी सासू मिलेर पूजालाई मध्यरातमा घरबाट निकालेका हुन्। यसै सेरोफेरोमा रहेर आज हामीले बुहारी सिरियलमा के भइरहेको छ र आगामी भागमा के हुनेछ भन्ने बारेमा यहाँहरुलाई महत्त्वपूर्ण जानकारी दिन खोजेका छौं। आजको भिडियो के कस्तो लागेको छ त? दर्शकबिन तपाईहरुका मनमा लागेका कुनै पनि सल्लाह सुझाव जिज्ञासा र गुनासाहरु छन् भने तलको कमेन्ट बक्समा गएर झर्को नमानिकिन लेखेर साथ दिनु होला। दर्शकबिन पूजामाथि षड्यन्त्र गर्दै गर्दा रामले यो कुरा थाहा नपाओस् भन्नको लागि मालती र मालतीको भाउजू भएर पूजालाई घरबाट निकालेका छन्। अब रामले यो कुरा छिटो भन्दा छिटो थाहा पाउनु पर्छ। मालती र मालतीकी भाउजूले खेलेको यो खेललाई अन्त्य गर्नको लागि फेरि छिटो भन्दा छिटो रामले अग्रसर भएर अगाडि बढ्नु पर्छ भन्ने जतिले हाम्रो यो भिडियोलाई एउटा लाइक गरेर कमेन्टमा राम लेखेर साथ दिनु होला। साथै हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ पहिलो चोटी भिजिट गर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको अल नोटिफिकेसन बेल आइकनलाई पनि दबाउन नभुल्नु होला। हामीले प्रस्तुत गरेको भिडियो सामग्रीहरू छिटो भन्दा छिटो यहाँहरुको मोबाइलसम्म उपलब्ध हुनको लागि र हामीले बनाएको सामग्री यहाँहरुले सहज रूपमा प्राप्त गर्नको लागि सँगै रहेको अल नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नु होला भन्न चाहन्छु। दर्शकबिन आजको बुहारी सिरियलको रिभ्यू भिडियो यहाँहरुलाई के कस्तो लागिरहेको छ त? दर्शकबिन अब पूजालाई रामले कहीँ पठाउनु हुँदैन। पूजालाई रामले साथ दिनुपर्छ र सुख दुःखमा साथ दिएर पूजाको जिन्दगीमा पनि रामले फेरि खुशियाली
छर्नुपर्छ भन्ने जतिले हाम्रो यो भिडियोलाई एउटा लाइक गरेर भिडियोलाई शेयर गरेर कमेन्टमा राम लेख्न पनि नभुल्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको अल नोटिफिकेसन बेल आइकन दबाउन पनि नभुल्नुहोला भन्दै आजको यो महत्त्वपूर्ण विषय महत्त्वपूर्ण रिभ्यू भिडियो मार्फत यहाँहरूका मनमा लागेका जिज्ञासा र सल्लाह सुझाव छन् भने हामीलाई पठाउन अनुरोध गर्दै आजको यो महत्त्वपूर्ण भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। यहाँहरूको